कोलम्बस भर्सेस मिनेसोटा एन्ड टेनेसी। पहिलो जर्सीमा मिनेसोटा एन्ड टेनेसी एकदमै अनुभवी अग्रज खेलाडीहरू खेलिराख्नु भएको छ। खेल एकदमै रोमाञ्चक हुनेछ। 16 नम्बर आफ्नो नियन्त्रणमा बल लिँदै राम्रो ड्रिबल गर्ने प्रयास गरेका थिए, तर 4 नम्बर डिफेन्डर कोलम्बसका 4 नम्बर जर्सी नम्बर 4 खेलाडीले सिधै गोललाई लाइनभन्दा बाहिर फालेका छन्। फेरि जर्सी नम्बर 16 बललाई थ्रो गर्ने प्रयासमा राम्रो थ्रो, राम्रो पास, डिफेन्डरलाई सजिलै क्लियर गरेका छन्। फेरि पनि मिनेसोटा टेनेसी प्लेयर बल अगाडि क्लियर गर्ने क्रममा जर्सी नम्बर 8 आफ्नो नियन्त्रणमा बल लिँदै जर्सी नम्बर 5 सिधै प्रहार, तर गोलकिपरको नियन्त्रणमा सिधै बल। ओम गौतम एउटा कुशल गोलकिपर हुनुहुन्छ र वीरेन खड्का भेटरन्स लेजेन्डरी प्लेयर वीरेन खड्का बल अगाडि बढाउने क्रममा यतिखेर लक्ष्मी सङ्ग्रहालयको नियन्त्रणमा गर्न, तर 7 नम्बर जर्सीले बल अगाडि बढाउँदै राम्रो प्रयास गर्दै। यतिखेर तपाईँ यो मञ्चमा रमाइलो ब्यान्ड बाजा सुनिराख्नु भएको छ। सम्भवतः साउन्ड तपाईँसम्म आइसकेको छ। यतिखेर 21 नम्बर दोजी बल अगाडि बढाउँदै ठाके खतिवडा लेजेन्डरी भेटरन 12 नम्बर खेलाडीले पास दिँदै, तर पास नियन्त्रण गर्न सकेनन् र यतिखेर दोजी बल प्रहार गर्ने क्रममा 21 नम्बर राम्रो पास र अगाडि जर्सी नम्बर 8 बल दोजी जुक्पालाई पास दिँदै जोजी जुक्पा राम्रो पास निकालेका छन्। यतिखेर जर्सी नम्बर 8 बल अगाडि बढाउने क्रममा, तर सिधै डिफेन्सलाई रोकेका छन्। फेरि पनि मिनेसोटा टेनेसी प्लेयर्सकै नियन्त्रणमा बल छ। मिनेसोटा टेनेसीका प्लेयर आफ्नो नियन्त्रणमा बल लिँदै राम्रो साइडमा पास गरेका थिए, तर यसलाई डिफेन्सले सिधै क्लियर गरेका छन्। 4 नम्बर डिफेन्स कोलम्बस वाइबाट यसलाई सजिलै नियन्त्रण गरेका छन्। राम्रो पास जर्सी नम्बर 18 आफ्नो नियन्त्रणमा बल लिँदै डिफेन्ड राम्रो सेन्टरमा पास जर्सी नम्बर 21 आफ्नो नियन्त्रणमा बल लिँदै वीरेन खड्का क्लियर गर्दै बल ठाके खतिवडा बल 21 नम्बरको खुट्टामा राम्रो पास जर्सी नम्बर 8। यतिखेर उहाँले के प्रभाव पार्न सक्नुहुन्न, तर यो बल आफ्नो नियन्त्रणमा लिन सक्नु भएन र बल सिधै बाहिरिएको छ। यतिखेर रेफ्रीको वेसलसँगै यसलाई आउट भएको संज्ञा दिइसकेका छन्। तपाईँ हेर्दै हुन्छ 40+ भेटरेन्सको टुर्नामेन्ट भइरहेको छ र 40+ को टुर्नामेन्ट यतिखेर मिनेसोटा टेनेसीबाट कम्बाइन टिम आउनु भएको छ भने अर्को भने कोलम्बस ओहायोबाट टिम छ र तपाईँ दुई टिमतर्फ धेरै अनुभवी खेलाडीहरू देख्न सक्नुहुन्छ। फेरि पनि ठाके हतिवटा बढाउँदै जर्सी नम्बर 2 राम्रो डिफेन्ड क्लियर गर्दै जर्सी नम्बर 16 आफ्नो नियन्त्रणमा बल लिँदै राम्रो ड्रिबल गर्दै रमेश पकवाल फेरि मिस पास। यतिखेर प्लेयर्सहरू चाहिँ ग्राउन्डमा एकदमै मजाले रोमाञ्चक बनाइराख्नु भएको छ, यसलाई थोरै ड्रामेटिक बनाइराख्नु भएको छ। राम्रो पास 8 नम्बरको खुट्टामा बल अगाडि राम्रो पास गर्दै जर्सी नम्बर 9 बल अगाडि लाने प्रयास, अझै पनि प्रयासमा सफल भइराख्नु भएको छ। हेरौँ उहाँले राम्रो पास निकाल्न सक्नुहुन्न लाइनबाट बल अगाडि बढाउँदै डिफेन्ड यसलाई राम्रोसँगले क्लियर गरेर सिधै थ्रो आउट भएको छ। यतिखेर जर्सी नम्बर 4 यतिखेर थ्रो प्रहार गर्ने क्रममा जर्सी नम्बर 8 लाई पास बल, तर यतिखेर थ्रो राम्रो थ्रो प्रहार गर्न नसकेर सिधै यसलाई एम्पायरले फल्स थ्रोको संज्ञा दिएका छन्। जर्सी नम्बर 16 आफ्नो नियन्त्रणमा बल लिँदै तपाईँ यहाँ देख्नुहुन्छ यो टुर्नामेन्टको एउटा राम्रो म्यानेजर पनि हुनुहुन्छ हाम्रो जितु काका हुनुहुन्छ, एउटा सिनियर रेफ्री टिमलाई कोच पनि गरिराख्नु भएको छ, एउटा कोच पनि हुनुहुन्छ उहाँ। जर्सी नम्बर 21 बल अगाडि बढाउँदै कोलम्बस भेटरेन्स टिम
लक्ष्मी सङ्ग्रौल आफ्नो नियन्त्रणमा बल प्रहार गर्ने कोसिस तर डिफेन्डरलाई सजिलै नियन्त्रणमा लिएका छन् र बल अगाडि मैदानको मध्यभागमा कोलम्बस प्लेयर राम्रो पास निकाल्दै जर्सी नम्बर 8 र डिफेन्सले सजिलै क्लियर गरेका छन् यतिखेर र बल मैदानभन्दा बाहिरको छ र सिधै मेरो पासमा आएको छ र यतिखेर उहाँहरूलाई थ्रो फाल्ने अवसर कोलम्बस आयो। जर्सी नम्बर 4 डोजी दाई 21 नम्बर खेलाडी बल अगाडि बढाउँदै राम्रो कुशल प्लेयर्स डोजी दाई आफ्नो एसिस्ट गर्नको लागि पास दिनको लागि प्लेयर सर्चमा राम्रो पास सेन्टरमा ठाके खतिवटा र अगाडि बल राम्रो पास गरेका छन् तर डिफेन्डले सिधै बललाई फुल डिफेन्ड गरेका छन्। सम्भवतः यहाँनिर रेफ्रीले फल्टको कल गरेका छन् र सम्भवतः कोलम्बस आएको साथीहरूलाई राम्रो फ्री किक हान्ने अवसर मिल्नेछ। हेरौँ यो फ्री किक गोलमा परिणत हुन्छ हुँदैन, यहाँहरूले देख्ने कुरा हो, यो प्रत्यक्ष रूपमा हेर्दै हुनुहुन्छ। फ्री किक प्रहार गर्ने क्रममा कोलम्बसबाट खेलाडी हेरौँ उहाँहरूले कतिको यो अवसरलाई सदुपयोग गर्न सक्नुहुन्न। मिनेसोटा टेनेसी प्लेयर्सहरू चक्कसँगले लाइनमा बार बस्नु भएको छ। बल भिरेन खड्का एकदमै राम्रो प्रहार just miss by inch सिधै गोल पोस्टमा ठोकिएको थियो। गोल फेरि पनि गोल गर्ने अवसर थियो तर सिधै गोल पोस्टभन्दा बाहिरिएको छ र यतिखेर डिफेन्डर बललाई अगाडि प्रहार गर्ने क्रममा मिनेसोटा प्लेयर्स बल अगाडि बढाउने क्रममा जर्सी नम्बर 16 बल अगाडि बढाउने क्रममा एकदम लेजेन्डरी भेटरन्स प्लेयर्स हुनुहुन्छ। राम्रो रनअप र बल राम्रो क्रस गर्नुभएको थियो तर बल भएको ठाउँमा प्लेयर्स नभएको कारणले गर्दाखेरि वीरेन खड्काको खुट्टामा वीरेन खड्का बल अगाडि बढाउँदै सम्भवतः सक्करमा तपाईँ चिन्नुहुने व्यक्तित्वहरूलाई मैले वीरेन खड्का नाम मात्र भन्दा काफी हुन्छ, रमेश पकवाल नाम मात्र भन्दा काफी हुन्छ, डौजी दाई नाम मात्रै भन्दा तपाईँलाई काफी हुन्छ। एकदमै राम्रो पास जर्सी नम्बर 9 बल अगाडि बढाउँदै लक्ष्मी सङ्ग्रौल अट्याकमा निक्लिएका छन्। हेरौँ उहाँले पास पाउनुहुन्न तर मिनेसोटा टेनेसीका डिफेन्डरहरू पनि धेरै सख्त परिपक्व हुनुहुन्छ र बल अगाडि डिफेन्ड गरेर अगाडि बढाउँदै यतिखेर हेरौँ मिनेसोटा टेनेसी टिमलाई अवसर मिल्ने छ या छैन। तर वीरेन खड्का एउटा कुशल डिफेन्डर हुनुहुन्छ र सतिरै बललाई डिफेन्ड गरेर क्लियर गरिसक्नु भएको छ र राम्रो पास एकदमै कुशल पास यतिखेर बल कोलम्बसको खुट्टामा बल अगाडि बढाउँदै राम्रो पास जर्सी नम्बर 2 डिफेन्डर एकदमै राम्रो निकाले तर जर्सी नम्बर 8 ले आफ्नो गतिलाई तीव्र राखेर बललाई आफ्नो नियन्त्रणमा लिन सकेका छन्। राजा दाई बल जर्सी नम्बर 13 बल अगाडि पास गर्दै ठाके कतिवटा जर्सी नम्बर 21 डौजी राम्रो पास तर यतिखेर लाइन्सम्यानले अफसाइडको सङ्केत दिइसकेका छन् र यतिखेर अफसाइड भएको छ। सम्भवतः यो गोलमा परिणत हुने सम्भावना पनि थियो तर प्लेयर्स अलरेडी अफ बसेका कारणले यो हुन सकेको छैन। लामो प्रहार सिधै वीरेन खड्काको पासमा गोल र यसलाई हेड गरेर क्लियर गरेका छन्। मिस पास जर्सी नम्बर 21 राजा प्रधान लामो पास लामो सर्ट जर्सी नम्बर 8 बललाई आफ्नो नियन्त्रणमा लिने प्रयास र सफल पनि भएका छन्। सिधै हेरौँ एसिस्ट कतिको रहनेछ, क्रस कतिको रहनेछ, सिधै लक्ष्मी सङ्ग्रौलाको पासमा तर नियन्त्रणमा लिन सकेका छैन। डिफेन्डरले बललाई क्लियर गर्ने प्रयास गरेका छन् र यतिखेर रेफ्रीले फल्ट भएको सङ्केत दिएका छन्। डिफेन्डर बल प्रहार गर्ने क्रममा आफ्नो राम्रो पास जर्सी नम्बर 12 यतिखेर जर्सी नम्बर 4 आफ्नो नियन्त्रणमा बल लिने प्रयास टेनेसीबाट राम्रो प्रयास 12 नम्बरलाई पास 12 नम्बर फेरि 4 नम्बरलाई पास दिने प्रयास तर असफल भएका छन्। कोलम्बस टिम आफ्नो नियन्त्रणमा लिँदै राम्रो पास र प्लेयर्स डाउन भएका छन्। यतिखेर सम्भवतः रेफ्रीले फल्ट पनि कल गरेका छन्। यतिखेर
तपाईँ अहिले 7 स्पाइसले आयोजना गरेको ग्रेटर सिन्सिनेटी कप 2025 हेरिराख्नु भएको छ। सेमी फाइनल म्याच चलिरहेको छ। कोलम्बस भर्सेस मिनेसोटा टेनेसी 40+ क्याटेगोरीको गेम चलिरहेको छ। जर्सी नम्बर 8 आफ्नो नियन्त्रणमा बल लिँदै हेरौँ जर्सी नम्बर 8 पास दिने क्रममा तर मिस पास भएको छ। जर्सी नम्बर 16 बल अगाडि बढाउने क्रममा एकदमै राम्रो पास, राम्रो प्रहार तर वीरेन खड्का आफ्नो हाइटको सदुपयोग गर्दै सजिलै हेड गरेर बललाई क्लियर गरेका छन्। फेरि पनि मिनेसोटा टेनेसीकै प्लेयर्सको खुट्टामा बल छ। जर्सी नम्बर 15 धेरै नै प्रभाव पार्न सफल भइराख्नु भएको छ ग्राउन्डमा भने उत्तिकै कोलम्बसका प्लेयर्सहरू पनि आफ्नो खेलको प्रभाव पार्न सफल भइराख्नु भएको छ। ठाके खतिवडा लेजेन्डरी प्लेयर्स पास दिनुभएको छ बल। लक्ष्मी सङ्ग्रोला आफ्नो नियन्त्रणमा बल लिने प्रयास तर असफल भएका छन् र सिधै मिनेसोटा भेटरन्स टेनेसीको प्लेयर्सको खुट्टामा बल डिफेन्ड क्लियर गर्दै र लामो पास हान्ने प्रयास र यतिखेर बल मैदानको मध्यभागमा मिस पास। जर्सी नम्बर 8 राम्रो पास दिने क्रममा तर यतिखेर रेफ्रीले फल्ट भएको सङ्केत दिएका छन्। जर्सी नम्बर 4बाट कोलम्बस ओहायो जर्सी नम्बर 4बाट। जर्सी नम्बर 5 प्रहार गर्ने क्रममा जर्सी नम्बर 5 राम्रो प्रहार तर सिधै डिफेन्डरले यसलाई डिफेन्ड गरेका छन्। फेरि पनि आफ्नो जर्सी नम्बर 16 8लाई पास, राम्रो क्रस पास। 12 जर्सी नम्बर 12 राम्रो पास। जर्सी नम्बर 8 आफ्नो नियन्त्रणमा बल लिँदै तर असफल भएका छन्। लक्ष्मी सङ्ग्रौला आफ्नो नियन्त्रणमा बल लिँदै पास टु जर्सी नम्बर 7 ठाके खतिवडा एकदमै राम्रो पास। जर्सी नम्बर लक्ष्मी सङ्ग्रौला आफ्नो नियन्त्रणमा बल लिँदै सेन्टरमा डोजी राम्रो डोजी दाईको राम्रो पास हेरौँ यतिखेर तर सिधै डिफेन्डले किपरलाई पास दिएका छन् र बललाई क्लियर गरेका छन्। एकदमै राम्रो पास। जर्सी नम्बर 16 बल अगाडि बढाउने क्रममा एकदमै राम्रो रनिङ पास हेरौँ तर कोलम्बस टिममा भित्तो जस्तै डिफेन्डर हुनुहुन्छ वीरेन खड्का, जस्तो सिन्सिनाटीमा प्रेम खड्का हुनुहुन्छ भाइ, राम्रो डिफेन्डर र कोलम्बसमा प्रेम खड्का वीरेन खड्का हुनुहुन्छ जस धेरै कुशल हाइट छ र हाइट्सको सदुपयोग गर्दै धेरै बल्सहरू उहाँले हेडबाट डिफेन्ड गर्नुहुन्छ। राम्रो डिफेन्डर लक्ष्मी सङ्ग्रौला बल बढाउने क्रममा तर असफल। जर्सी नम्बर 21 डोजी दाईको खुट्टामा बल तर यसलाई टेनेसी मिनेसोटाका प्लेयर्सले क्लियर गरेका छन् र फल्टको सिग्नल दिएका छन् अम्पायरले यतिखेर। लामो प्रहार तर डिफेन्डर जर्सी नम्बर 4 एकदमै तीव्र गतिमा बललाई डिफेन्ड गर्दै सिधै वीरेन खड्काको पासमा गोल। वीरेन खड्का क्लियर गर्न असफल तर फेरि पनि जर्सी नम्बर 8 बल अगाडि बढाउँदै राम्रो क्रस पास छ यतिखेर हेरौँ बलले नेट चुम्न सफल हुन्छ हुँदैन। राम्रो क्रस तर डिफेन्डरले यसलाई सजिलैसँग डिफेन्ड गरेका छन्। बल यतिखेर ठाके खतिवडाको पासमा वान अफ द फाइनेस्ट प्लेयर फ्रम पथवी क्याम्प र प्रकाशजीको राम्रो डिफेन्ड। यतिखेर बल अझै पनि कोलम्बसकै नियन्त्रणमा छ। बल अझै पनि ठाके खतिवडा बललाई तीव्र गतिमा अगाडि बढाउँदै यहाँ क्रस राम्रो हुँदाखेरि बल हुने सम्भावना पनि छ। लक्ष्मी सङ्ग्रौलाकै पासमा बल छ। लक्ष्मी सङ्ग्रौला दाई कुशल खेलाडी बल अगाडि लिँदै जर्सी नम्बर 8 आफ्नो अवसरलाई सदुपयोग गर्दै राम्रो प्रयास गरेका थिए तर डिफेन्डले यसलाई राम्रो डिफेन्ड गर्ने प्रयास गरेका छन् र बल सिधै बाहिरिएको छ र यतिखेर रेफ्रीले यसलाई कर्नर किक भएको उद्घोष गरेका छन् लाइन्सम्यानले र अहिले गोल हुने सम्भावना धेरै थियो तर डिफेन्डरले बहुतै राम्रो डिफेन्ड गरेका छन्। सो डिफेन्डर डिड हिज जब, डिड हिज रोल, सो ही वाज एबल टु प्रोटेक्ट द बल।
राम्रो लामो सुन्दर कर्नर किक र हेड गरेर गोल सिधै किपरको हातमा। किपरले यसलाई चुम्बक जसरी च्याप्प पक्रेका छन्। मैले उद्घोष गरिरहेको छु वीरेन खड्का दाई आफ्नो हाइटको सदुपयोग गरेर राम्रो हेड गर्नुभएको थियो। सम्भवतः गोलले नेट चुमिसकेको थियो। वीरेन दाई डिफेन्स लाइनभन्दा धेरै अगाडि हुनुहुन्छ र अलिकति रिस्क पनि छ यहाँनिर। उहाँ एक भित्तो जस्तै डिफेन्स धेरै अगाडि हुनुहुन्छ अहिले। मिनेसोटा टेनेसीका भेटरेन्स प्लेयर्सहरू एकदम कुशल डिफेन्डिङ आफ्नो एबिलिटीहरू देखाउँदै धेरै राम्रो पास खेल्दै जर्सी नम्बर 7 बल प्रहार गर्ने क्रम तर उहाँले बल भेट्न सक्नु भएन र यतिखेर फिल्डर सब्स्टिट्युट गर्न खोज्दै हुनुहुन्छ। सम्भवतः यो खेलमा यु क्यान स्विच योर प्लेयर्स एनी टाइम यु वान्ट एन्ड दे क्यान अल्सो कम ब्याक। डिफेन्डर बल प्रहार गर्ने क्रममा तपाईहरु धेरै लेजेन्डरी प्लेयर्सहरू यो मैदानमा देख्न सक्नुहुन्छ। We have Ramesh Pakwal, a very senior player who've been playing from a long time and still they're playing. That's a motivation to youths. Age is just a number. You can play anytime you want and keep yourself fit and show some magics in this soccer, football. So-called football, we call soccer in America. राम्रो प्रहार तर वीरेन खड्का दाइ आफ्नो हाइटको सदुपयोग गर्दै बल यतिखेर मैदानभन्दा बाहिरिएको छ र थ्रो हान्ने अवसर मिलेको छ मिनेसोटा टेनेसीका प्लेयर्सहरूलाई। जर्सी नम्बर 8 बल अगाडि बढाउने क्रममा एकदमै क्याप्टन जर्सी नम्बर 5 राम्रो अगाडि पास निकाल्दै टेनेसीकै पास राम्रो सुट तर गोल मैदानभन्दा धेरै माथिबाट बाहिरिएको छ। गोल मैदानबाट धेरै माथिबाट बल बाहिरिएको छ। दिनेश पकवाल रमेश पकवाल कुशल खेलाडीहरू यो मैदानमा खेलिराख्नु भएको छ। र अहिले खेलको नतिजा बराबरी नै छ, 0-0 नै छ तर प्रभाव भने दुवै टिमबाट उत्तिकै देख्न सकिन्छ। यहाँनिर एकदमै लभली राम्रो प्रहार तर सिधै किपर ओम गौतमको हातमा। नरेश राई एउटा कुशल प्लेयर हुनुहुन्छ डिफेन्डर। राम्रो लामो प्रहार गर्दै लक्ष्मी सङ्ग्रौला बललाई नियन्त्रण गरेर गोल हुने सम्भावना छ यहाँनिर तर उहाँले आफ्नो नियन्त्रणमा बल लिन सक्नु भएन। रेफ्रीले फल्ट भएको सङ्केत दिएका हुन् र फेरि पनि फ्री किक हान्ने अवसर मिलेको छ। यो अवसरलाई कतिको सदुपयोग गर्न सक्नुहुन्न कोलम्बस टिमबाट तपाईहरुले देखिराख्नु भएको छ लाइभ स्ट्रिमिङमा। यो उहाँहरूलाई एउटा सुनौलो अवसर हो र अवसरलाई सदुपयोग गर्न सक्ने या नसक्ने क्षमता भनेको खेलाडीले देखाउन सक्छन्। प्रयास गर्ने हो, सफलता भनेको आफै हासिल हुनेछ। र तपाईहरु हेर्दै हुनुहुन्छ भने यतिखेर कोलम्बस र मिनेसोटा टेनेसी सुन्दर
सुन्दर प्रहार, एकदमै सुन्दर 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 प्रहार र सिधै गोलले नेट चुम्न सफल भएको छ। र अहिलेको खेलमा हेर्ने हो भने कोलम्बस ओहायो 1 गोलले अग्रता लिएको छ। तपाईँ ग्राउन्डमा धेरै धेरै परिचित लेजेन्डरी प्लेयर्सहरू देख्न सक्नुहुन्छ। तपाईँ पथरीबाट हुनुहुन्छ भने तपाईँ ठाके खतिवडा हाम्रो वीरेन खड्का दाई देख्नुहुन्छ, हाम्रो डोजी दाई देख्नुहुन्छ, लक्ष्मी सङ्ग्रोला देख्नुहुन्छ। तपाईँ खुद्नाबारीबाट हुनुहुन्छ भने तपाईँ सिङ्गो सक्करमा पक्वल टिम भनिसक्दाखेरि चाहिँ नै तपाईँ हामी सबैले जानेको हाम्रो साथमा दिनेश दाई हुनुहुन्छ, रमेश दाई खेल्दै हुनुहुन्छ। एकदमै कुशल प्लेयर्सहरू, एउटा अवसर पनि बनेको छ अहिलेका युवाहरूलाई। यी खेलाडीहरूले खेलेको देख्दाखेरि, अनुशासन देख्दाखेरि, फ्रम वेयर वी क्यान लर्न लट अफ थिङ्स, वी क्यान लर्न डिसिप्लिन्स। सो मिनेसोटा 0-1 र आफ्नो शून्यतालाई पछि पार्ने क्रममा 1-1 को बराबरी बनाउने प्रयासमा लागिराख्नु भएको छ भने कोलम्बस ओहायो 2 गोलको अग्रता गराउने कोसिसमा उहाँहरू जमर्को कसिराख्नु भएको छ। यतिखेर बल कोलम्बसको डिबक्स एरियाको छेउमा छ। राम्रो पास, एकदमै राम्रो पास, जर्सी नम्बर 15 र उहाँले यसलाई राम्रोसँगले क्लिन गर्न सक्नु भएन र पोलमा किक गर्न सक्नु भएन। सम्भवतः उहाँले यसलाई पोस्टमा हान्नुको साटो, यदि उहाँसँग एङ्गल भएन र आफूसँग हान्ने एफोर्ट भएन भने उहाँले रोकेर पास गर्दा एकदमै राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ। तर त्यो मोसनमा हुँदाखेरि गोल कन्ट्रोल पनि नहुन सक्छ। र यतिखेर ओम गौतमको नियन्त्रणमा बल छ र एकदम अनुभवी खेलाडी हुनुहुन्छ ओम गौतम। पेसाले एउटा राम्रो रियल्टर पनि हुनुहुन्छ कोलम्बस ओहायोमा र आफ्नो नियन्त्रणमा बल लिएर अगाडि बढाउने क्रममा एकदमै राम्रो प्रहार। वीरेन खड्का, ए फाइन डिफेन्डर फ्रम कोलम्बस। ठाके खतिडाको पासमा बल छ र बललाई फेरि अगाडि बढाउँदै कोलम्बसका साथीहरू। तर टेनेसी डिफेन्डर पनि त्यत्तिकै डिफेन्सिभ हुनुहुन्छ। राम्रो, एकदमै राम्रो ड्रिबल गरेर बल अगाडि बढाउने क्रममा जर्सी नम्बर 18 उहाँले क्रस पास गरे भने बल लाग्ने सम्भावना एकदमै राम्रो छ र फेरि पनि उहाँकै नियन्त्रणमा बल छ। जर्सी नम्बर 16 आफ्नो नियन्त्रणमा बल लिँदै अगाडि बढाउँदै राम्रो क्रस पास, तीनजना खेलाडीको बिचमा क्रस भएको छ तर डिफेन्डले यसलाई नियन्त्रणमा लिएका छन्। जर्सी नम्बर 7 बल अगाडि बढाउँदै, जर्सी नम्बर 9 कोलम्बस आफ्नो नियन्त्रण, आफ्नो पहुँचमा बल राख्दै अगाडि बढाउँदै ठाके खतिवडा बल अगाडि बढाउने क्रममा लेफ्ट राइट विङमा डोजी दाईलाई बल अगाडि, डोजी दाई अगाडि बढाउँदै बल, एकदमै राम्रो खेलाडी हुनुहुन्छ। राम्रो पास, फेरि ठाके खतिवडाको नियन्त्रणमा बल। अलिकति कोलम्बसका प्लेयर्सहरू सेन्सेबल भएर मजाले सर्ट पासहरू लिएर खेलिरहेको हामी देख्न सक्छौँ र फुल अट्याकमा एकदमै राम्रो पास लक्ष्मी सङ्ग्रौलाको नियन्त्रणमा बल, जर्सी नम्बर 9 र उहाँले सिधै प्रहार गर्नुभएको छ तर डिफेन्डले यसलाई सजिलै नियन्त्रण गरेर फेरि पनि जर्सी नम्बर 8 को नियन्त्रणमा बल। यहाँ केही हुन सक्छ, राम्रो प्रहार, गोल। फाइनली जर्सी नम्बर 8 कोलम्बस ओहायोबाट उहाँको बलले पनि नेट चुम्न सफल भएको छ। र अहिलेसम्मको खेल नतिजा हेर्ने भने अघि मैले उद्घोष गरेँ अनुसार कोलम्बस 2 गोल बनाउने जमर्कोमा लागि परिराख्नु भएको थियो भने उहाँहरू सफल हुनुभएको छ। र अहिले हाफभन्दा अगाडिको खेलमा मिनेसोटा टेनेसी 0 र कोलम्बस 2 गोलको अग्रता छ। यो सेमी फाइनल तपाईँ हेरिराख्नु भएको छ र दुवैतर्फ एकदमै कुशल अनुशासित खेलाडीहरू तपाईँ देख्न सक्नुहुन्छ। यहाँबाट तपाईँले सिक्ने भनेको, यङ्स्टर्सहरूले सिक्ने भनेको अनुशासन हो, कसरी अनुशासित भएर गेमलाई अगाडि खेल्ने भनेर। दिस इज द लेगेसी दे बिन केयरिङ फ्रम लङ टाइम, इभन इन क्याम्प्स वी बिन प्लेइङ सकर्स एन्ड दिस आर द यङ्स्टर्स इन द क्याम्प एन्ड नाउ दे आर 40+ and still they are playing, enjoying soccer, and we are enjoying watching, and I hope you are watching live streaming through 7 Spice Page, Brothers Production Page, NK Brothers Page, and you guys are enjoying too. Any comments and suggestions, please keep down below so I can watch later. So I don't have my screen with me, so I cannot see your comments and suggestions, but my team, my crew, let me know. So put your suggestions there, guys. Very experienced veterans players playing semi-final, Columbus versus Minnesota and Tennessee. र आफ्नो पहुँचमा बल लिँदै कोलम्बसका प्लेयर्सहरू बललाई अगाडि बढाउने क्रममा तर सिधै नम्बर 5 डिफेन्डर बललाई क्लियर गर्दै अगाडि। फेरि पनि कोलम्बस ओहायो आफ्नो प्रभाव जमाउँदै बल अगाडि बढाउँदै
राम्रो क्रस पास लक्ष्मी सङ्ग्रौला तर उहाँले एकदमै पुवर सट्स यसलाई एकदमै पुवर सट्स भन्न हामी रुचाउँछौँ किनभने धेरै पावर थिएन सट्समा उहाँले पास गर्न नि सक्नुहुन्थ्यो मैले भनिरहन्छु इफ दे डोन्ट ह्याभ एबिलिटी टु सुट गो दे सुड पास अलवेज that's how soccer works because there's a keeper there to protect this ball so जर्सी नम्बर 8 बुद्ध बल पास गर्दै जर्सी नम्बर 9 नियन्त्रण बल लिन सकेनन् र जर्सी नम्बर 8 को नियन्त्रणमा बल तर आफ्नो पहुँचबाट पनि बल गुमाउनु भएको छ सिधै ठाके खतिवटा बल आफ्नो नियन्त्रणमा लिँदै उहाँ पनि एउटा कुशल लेजेन्डरी प्लेयर्स हुनुहुन्छ र प्लेयर डाउन अलिकति पुस भएको छ र सम्भवतः यसलाई रेफ्रीले फल्टको सङ्केत दिएका छन् र फल्ट भएको छ एकदमै प्लेयर्सहरू नगलिकन आफ्नो एनर्जी देखाएर बलहरू खेलिराख्नु भएको छ जर्सी नम्बर 8 तीव्र गतिमा राइट विङबाट बल अगाडि बढाउँदै सेन्टर मध्यभागमा यतिखेर ठाके खतिवडाको खुट्टामा बल ब्याक पास टु डिफेन्डर बिरेन खड्का बल अगाडि बढाउने क्रममा यसलाई हिट गरेर सिधै टेनेसी मिनेसोटाको प्लेयर्सले बल अगाडि लाउँछ उहाँहरूलाई अवसर मिल्न सक्छ गोल गर्ने यहाँनिर अवसर एकदमै मिल्न सक्छ राम्रो प्रहार तर ओम गौतम एकदम कुशल किपर हुनुहुन्छ र अघि मैले भनेको छु इफ यु वान्ट टु शूट बल इन द पोस्ट यु हेभ टु बी पावर शट He is a very good keeper. जर्सी नम्बर 7 डिफेन्डर जर्सी नम्बर 3 आफ्नो नियन्त्रणमा बल लिँदै फेरि जर्सी नम्बर 7 को खुट्टामा बल जर्सी नम्बर 7 बल पास गर्दै ठाके खतिवटा बल आफ्नो अगाडि नियन्त्रणमा लिँदै राम्रो पास गर्ने प्रयास गरेका थिए तर असफल भएका छन् र यतिखेर टेनेसीका डिफेन्डरले बललाई सजिलै डिफेन्ड गर्दै आफ्नो नियन्त्रणमा बल लिँदै राम्रो पास लेजेन्डरी प्लेयर्स बल अगाडि बढाउँदै जर्सी नम्बर 19 आफ्नो नियन्त्रणमा बल र डिफेन्डरले आफ्नो नियन्त्रणमा बल लिएर अगाडि पास गरेका छन् जर्सी नम्बर 8 लाई जर्सी नम्बर 8 अगाडि बल बढाएर जर्सी नम्बर 21 लाई डोजी डुक्पा लभली पास जर्सी नम्बर 8 आफ्नो नियन्त्रणमा बल लिँदै तर डिफेन्डर पनि त्यति सजिलैसँग बल डिफेन्डरलाई निकाल्न सकेनन् तर मिस पास भएको छ यतिखेर जर्सी नम्बर 21 बल बढाउँदै कुशल पास तर गोल पोस्टभन्दा धेरै बाहिरबाट बाहिरिएको छ र यो आउट हुन पुगेको छ Seven Spices team would like to thank all the sponsors who support us for this Greater Cincinnati Cup 2025 र रेफ्रीको विसल सँगसँगै अहिले मध्यान्तर भएको छ खेलको सो मध्यान्तरको नतिजा हेर्ने हो भने कोलम्बस 2 गोलको अग्रतामा हुनुहुन्छ we'll be back stay tuned guys we'll play promotional videos and we'll be back in short period of time रूपमा अगाडि बढेको छ लक्ष्मी सङ्ग्रौल आफ्नो नियन्त्रणमा बल लिँदै र अगाडि बल बढाउँदै फेरि अगाडि बढाउँदै तर पास गर्न सफल भएका छैनन् जर्सी नम्बर 13 बललाई राम्रो ड्रिबल गर्दै फेरि ब्याक पास जर्सी नम्बर 7 तर बल नियन्त्रणमा लिन सकेका छैनन् जर्सी नम्बर 7 ले जर्सी नम्बर 3 बल अगाडि बढाउँदै
र बल सिधै बाहिरिएको छ र थ्रो आउट हुने अवसर मिलेको छ। Here we go guys, जर्सी नम्बर 13 राम्रो थ्रो गर्दै लक्ष्मी सङ्ग्रोल आफ्नो नियन्त्रणमा बल लिँदै राम्रो पास ठाके कतिवटा प्रहार गर्ने कोसिस तर असफल र राम्रो पास भएको छ र रेफले यसलाई ह्यान्डबल भएको सिग्नल दिएका छन् र टेनेसीका प्लेयर्सहरूलाई डिबक्स एरियाबाट ह्यान्डबल फल्ट हान्ने अवसर र बल मैदानको मध्यभागमा अगाडि बढाउँदै जर्सी नम्बर 16 राम्रो पास बल अगाडि बढाउँदै राम्रो पास सेन्ट्रलमा तर मिस पास भएको छ सिधै जर्सी नम्बर 4 को खुट्टामा बल कोलम्बस ओहायोको जर्सी नम्बर 23 बल अगाडि बढाउँदै जर्सी नम्बर 8 एकदमै स्पिडमा बल अगाडि बढाउँदै लक्ष्मी सङ्ग्रौलाई नियन्त्रणमा बल लिन सकेनन् र सिधै किपरको हातमा बल पुगेको छ। आफ्नो हाइटको सदुपयोग गर्दै जर्सी नम्बर 7 थाके खतिवडा बललाई डिफेन्ड गर्दै जर्सी नम्बर 9 अगाडि बढाउँदै जर्सी नम्बर 8 आफ्नो बललाई नियन्त्रणमा लिने प्रयास र नियन्त्रणमा सफल भएका छन्। बल अगाडि बढाउँदै र राम्रो क्रस हुँदाखेरि गोल हुन पनि सक्छ तर राम्रो क्रस थियो तर प्रहार पनि थियो तर गोल पोस्टभन्दा धेरै माथिबाट बाहिरिएको छ। यहाँलाई ग्रेटर सेन्चुरी कप 2025 मा स्वागत छ। यतिखेर हाम्रो क्यामेरा बुथ 1 मा उज्जवल राई सपोर्ट गरिरहेका छन्। क्यामेरा बुथ 2 मा मिना थिम्सिना वी हेभ स्विचर इन्जिनियरमा सपोर्ट गरिरहेका छन् प्रज्वल बिमल दाहाल एन्ड देन हाम्रो ड्रोनमा खडा गौतम र सिङ्गो सबै लाइभ स्ट्रिमिङलाई म्यानेज गरिरहेका छन् डिरेक्ट गरिरहेका छन् खडा गौतमले। र यतिखेर म कमेन्ट्री बक्समा नरेश गौतम तपाईँलाई साथ दिइरहेको छु। कोलम्बसका प्लेयर्सहरू तीव्र गतिमा बल अगाडि बढाउँदै तर मिसपास भएको छ। जर्सी नम्बर 6 बल अगाडि क्लियर गर्ने क्रममा तर असफल भएका छन्। जर्सी नम्बर 3 बल अगाडि बढाउँदै राम्रो प्रहार यतिखेर कोलम्बसको पहुँचमा बल छ। जर्सी नम्बर 9 राम्रो क्रस गर्दै लक्ष्मी सङ्ग्रौलाको पासमा बल। जर्सी नम्बर 13 लक्ष्मी सङ्ग्रौला फेरि बल आफ्नो खुट्टामा राम्रो पास र डिफेन्डरले यसलाई थोरै डिफेन्ड गरेर बल क्लियर गरेका छन्। त्यो मध्यभागमा बल फेरि पनि टेनिसीकै मैदानमा बल छ। लक्ष्मी सङ्ग्रौला एकदमै कुशल राम्रो पास हेरौँ तर डिफेन्डले यसलाई राम्ररी डिफेन्ड गरेर अगाडि क्लियर गरिसकेका छन्। बल बढाउँदै क्रममा अगाडि राम्रो पास जर्सी नम्बर 16 आफ्नो नियन्त्रणमा बल लिने कोसिस डिफेन्डर बेरेन खड्का बललाई क्लियर गर्ने क्रममा राम्रो पास जर्सी नम्बर 13 बल अगाडि बढाउँदै एकदमै राम्रो पास भएको छ। राम्रो पास लक्ष्मी सङ्ग्रौला उसँग गोल्डन अपर्च्युनिटी छ। यो बल छिर्दैन छिराउनुहुन्छ जर्सी नम्बर 13 एकदमै फितलो प्रहार गोल पोस्टमा पुग्न सफल भएन। जर्सी नम्बर 8 राम्रो पार गोल एकदमै टेक्निकल shot without power but with techniques. He made it through. So Columbus Ohio यतिखेर 3-0 को अग्रतामा कोलम्बस ओहायो। यस खेलपछि सम्भवतः एक्जिबिसन म्याच हुनेछ र एक्जिबिसन म्याच सम्बन्धी जानकारी केही क्षणपछि हामी उपलब्ध गराउनेछौँ। अहिलेसम्मको खेल नतिजा हेर्ने हो भने कोलम्बस ओहायो 3 गोलको अग्रतामा र टेनेसी मिनेसोटा टिम आफ्नो पहुँचमा रहेर आफ्नो क्षमतामा रहेर बललाई डिफेन्ड गर्ने प्रयासमा उहाँले यो गेममा रहिरहनको लागि अब उहाँहरूले 4 गोल लगाउनु पर्ने छ र सेमी फाइनल एकदम रोमाञ्चक भइरहेको छ। यहाँहरूलाई स्वागत छ। तपाईँ लाइभ हेर्दै हुनुहुन्छ भने कृपया भिडियोलाई सेयर गरेर धेरै व्यक्तित्वहरूसम्म पुर्याउनु होला। यतिखेर कोलम्बस ओहायोको पहुँचमा बल जर्सी नम्बर 30 र यसलाई रेफ्रीले फल्टको टेनेसी प्लेयर्स एकदमै राम्रो पास र हेरौँ कतिको डिफेन्डरले यसलाई डिफेन्ड गर्छन्। बिरेन खड्का वान अफ द फाइनेस्ट डिफेन्डर आई हेभ सिन सो स्टिल विथ द सेम एनर्जी he is playing the 40+ game but he still have energy and techniques and everything like he's just 16 sweet 16। जर्सी नम्बर 8 बल अगाडि बढाउँदै राम्रो पास लक्ष्मी सङ्ग्रौलाको पासमा बल छ। लक्ष्मी सङ्ग्रौला बल अगाडि बढाउँदै
मैदानको मध्यभागमा बल अगाडि बढाउँदै लक्ष्मी सङ्ग्रौला लामो पास गर्ने प्रयास गरेका थिए तर असफल भएका छन्। तर यतिखेर श्याम बान्याको खुट्टामा बल श्याम बान्या आफ्नो पहुँचमा बल लिएर अगाडि बढाउने क्रममा जर्सी नम्बर 13 आफ्नो पहुँचमा बल लिँदै श्याम बान्या, जर्सी नम्बर 30 श्याम बान्या बल पास गरे, जर्सी नम्बर 3 बललाई ब्याक पास गरे तर यतिखेर टेनिसीका जर्सी नम्बर 8 को खुट्टामा बल, टेनिसीकै नियन्त्रणमा बल छ अझै पनि। जर्सी नम्बर 16 यसलाई ड्रिबल गर्ने प्रयास गर्दै थिए, सिधै लक्ष्मी सङ्ग्रौलाको पासमा बल छ। लक्ष्मी सङ्ग्रौला एकदमै राम्रो क्रस गरेका छन् तर यसलाई खेलाडीले आफ्नो पहुँचमा लिन सकेका छैनन्। Welcome to Greater Cincinnati Cup 2025. You're watching live streaming from Brothers Productions, NK Brothers and 7 Spice page, Facebook page and YouTube page. So if you need a live streaming for your tournaments with multiple cameras and drone, always reach out to Brothers Productions, Cincinnati, Ohio for sound support. Always reach out to Brothers Production. Thank you all the sponsors who supported to this tournament, Greater Cincinnati Cup 2025. Without your support, this wouldn't be possible. So thank you so much, all the sponsors and supporters. एकदमै कोलम्बसका खेलाडीहरू आफ्नो नियन्त्रणमा बल लिँदै एकदमै अनुभवी खेलाडीहरू, राम्रो क्रस पास तर डिफेन्डरलाई सदैलेसँग डिफेन्ड गर्न सफल भएका छन्। रमेश पक्वाल बल अगाडि बढाउँदै जर्सी नम्बर 7 आफ्नो नियन्त्रणमा बल लिँदै सफल भएका छन्। जर्सी नम्बर 16 बल अगाडि बढाउँदै, जर्सी नम्बर 8 कोलम्बसको नियन्त्रणमा छ बल यतिखेर। कोलम्बसका खेलाडी जर्सी नम्बर 8 बल अगाडि बढाउँदै एकदमै राम्रो क्रस पास गरेका छन् लक्ष्मी सङ्ग्रौला ब्याक पास टु जर्सी नम्बर 13। जर्सी नम्बर 13 को प्रभाव कतिको पार्न सक्छन् भन्ने कुरा हो, उहाँले मिठो पास दिनुभएको छ जर्सी नम्बर 3 लाई। जर्सी नम्बर 3 बल अगाडि बढाउँदै ब्ल्याङ्क शट, द्याट वाज अ ब्ल्याङ्क शट, इट वाज अ नाइस ट्राई बट इट वाज अ ब्ल्याङ्क शट। राम्रो हेड गरेर जर्सी नम्बर 3 विनोद गुरुङ जताबाट आयो बल त्यही गतिमा ब्याक फर्काएका छन्। श्याम बललाई वीरेन खड्कालाई पास दिँदै, वीरेन खड्का जर्सी नम्बर 3 लाई पास, 3 ले आफ्नो नियन्त्रण बल लिन सकेनन्। यतिखेर स्टिल मिनेसोटा टेनेसीकै खुट्टामा बल छ, बल अगाडि बढाउने क्रममा टेनेसीका प्लेयर्स, तर बल यतिखेर लाइनभन्दा बाहिरिएको छ र थ्रो आउट गर्ने अवसर मिलेको छ। यतिखेर कोलम्बसका प्लेयरलाई यो 45 प्लस को खेलमा तपाईलाई मैले उद्घोष गरे अनुसार they can switch players as many time they can and they want, so they can rotate and play. These players are still playing with full energy, so like I said, this is a motivation to our youths. They can learn a lot from watching them playing. First thing they can learn is discipline. जर्सी नम्बर 3 पास गर्दै वीरेन खड्काको पासमा बल, वीरेन खड्का बललाई क्लियर गर्दै ठाके खतिवटा बान्या, श्याम बान्या बल ब्याक पास गर्दै जर्सी नम्बर 4 ले क्लियर गर्ने प्रयास गरेका थिए तर सिधै जर्सी नम्बर 15 टेनेसीको खुट्टामा बल, जर्सी नम्बर 15 मिस पास जो लक्ष्मी सङ्ग्रौला, जर्सी नम्बर 7 ठाके खतिवटा बल अगाडि बढाउँदै मध्य भागमा बल छ। यतिखेर भर्खर पसेका नयाँ खेलाडी जोस जाँगरका साथ फुल एनर्जीका साथ जर्सी नम्बर 16 बल खेल्ने प्रयास गरिरहेका छन्। भनेपछि टेनेसीबाट जर्सी नम्बर 7 आफ्नो नियन्त्रणमा बल लिने प्रयास, राम्रो पास कोलम्बसका खेलाडी जर्सी नम्बर 9 बल फेरि पनि तीव्र गतिमा बल अगाडि बढाउँदै लक्ष्मी सङ्ग्रौलालाई पास दिने प्रयास गरेका थिए तर असफल भएका छन्। टेनेसीका प्लेयर जर्सी नम्बर 16 एकदमै अनुभवी प्लेयर्स, जर्सी नम्बर 8 बल पास गर्दै जर्सी नम्बर 12 आफ्नो नियन्त्रणमा बल लिँदै सफल पनि भएका छन्। राम्रो पास जर्सी नम्बर 8 लाई, जर्सी नम्बर 8 राम्रो साइडमा पास दिएका छन्। जर्सी नम्बर 7 बल अगाडि बढाउँदै यहाँ राम्रो क्रस हुँदाखेरि केही हुन सक्छ तर एकदम पुअर क्रस, सिधै डिफेन्डरको खुट्टामा बल, डिफेन्डर वीरेन खड्का बल पास गर्दै श्याम बान्या जर्सी नम्बर 7 ठाके खतिवटाको खुट्टामा बल छ, ठाके खतिवटा बल अगाडि बढाउने क्रममा एकदमै राम्रो पास
लक्ष्मी सङ्ग्रौलाको खुट्टामा बल छ। यदि लक्ष्मी सङ्ग्रौला जर्सी नम्बर 13 लाई पास। जर्सी नम्बर 13 फेरि ब्याक टु ठाके खतिवडा। एकदमै राम्रो पास खेल्दै ठाके खतिवडा फेरि लक्ष्मी सङ्ग्रौला खुट्टामा बल छ। ठाके खतिवडा खुट्टामा बल छ। ठाके खतिवडा एकदमै राम्रो ड्रिबल गर्दै बल अगाडि बढाउँदै राम्रो पास, तर जर्सी नम्बर 9 आफ्नो नियन्त्रणमा बल लिन सकेनन् र सिधै डिफेन्डरको खुट्टामा बल गएको छ। डिफेन्डर बललाई अगाडि बढाउने क्रममा जर्सी नम्बर 18 तीव्र गतिमा बल अगाडि बढाउँदै एकदमै राम्रो पास, क्लिन पास। जर्सी नम्बर 15 ले राम्रो क्रस गरेका छन्, तर सिधै किपरले आएर डिफेन्ड गर्ने प्रयास थियो, तर सिधै जर्सी नम्बर 3 को खुट्टामा बल। जर्सी नम्बर 3 राम्रो पास। जर्सी नम्बर 16 यहाँ केही हुन सक्छ, राम्रो सट हुँदाखेरि, तर उहाँले आफ्नो समय लिन सक्नु भएन, समय पाउन सक्नु भएन सट गर्नको लागि, गोल पोस्टमा सुट गर्नको लागि। जर्सी नम्बर 18 trying to go long shot, but like I say, you got to be very strong if you want to score a goal. You have a keeper, Om Gautam. He's a very experienced keeper. He used to play from Pathori camp, so now he's represented in Columbus, Ohio and playing. Miss pass. Shot, but डिफेन्डरले एकदमै राम्रो डिफेन्ड गरेका छन् र सिकेका छन्। 15 नम्बर टेनेसी 15 नम्बरको खुट्टामा बल अगाडि बढाउँदै राम्रो पास। जर्सी नम्बर 16 आफ्नो नियन्त्रणमा बल लिन असफल। ठाके खतिवडा ब्याक डिफेन्डर वीरेन खड्कालाई बल पास गर्दै वीरेन खड्का एकदमै राम्रो पास। लक्ष्मी सङ्ग्रौला विथ अ स्पिड रन। लेट्स सी इफ यू क्यान मेक दिस गोल। नो अगेन जर्सी नम्बर 13 आफ्नो नियन्त्रणमा बल लिँदै चरण बजगाई राइट साइडमा चरण बजगाई बल लिएर बढाउने प्रयास र उहाँ सफल हुनुभएको छैन। प्रयास राम्रो थियो चरण बजगाईको। जर्सी नम्बर 16 एकदमै राम्रो खेलाडी हुनुहुन्छ चरण बजगाई। यतिखेर सुकमान राई बल अगाडि बढाउने क्रममा सट राम्रो क्रस गर्नुभएको थियो, तर त्यहाँ खेलाडी पुग्न सफल हुनु भएन र यो गोलमा परिणत हुन पनि सकेन। Power on. 1. रमाइलो मौसम छ गाइस सिन्सिनाटी ओहायोमा। अभियसली इट्स समर टाइम, गर्मी त अभियसली नै हुन्छ, तर सिरसिरी हावा चलिरहेको छ। खेलाडीहरूको लागि एकदम सुन्दर मौसम बनेको छ यो। ओम गौतम वीरेन खड्कालाई पास दिँदै एज अ डिफेन्डर वीरेन खड्का हिज अ पिलर अफ दिस टिम, वान अफ द फाइनेस्ट प्लेयर। एकदमै मजाले पास खेल्दै इजी टाइम लिँदै ठाके खतिवडा जर्सी नम्बर 7 बल राम्रो पास। फेरि डिफेन्डरकै पासमा एकदम मजाले इन्टरनेसनल लेभलको म्याच जस्तो भइरहेको छ यो म्याच। प्लेयर्सहरू एकदम अनुभवी प्लेयर्सहरू हुनुहुन्छ एन्ड दे आर प्लेइङ वन्डरफुल टुर्नामेन्ट। राइट विङको पासमा बल पास भएको छ चरण बजगाईलाई। चरण बजगाई बल अगाडि बढाउने क्रममा एकदमै राम्रो ड्रिबल गर्दै बल अगाडि बढाउँदै चरण बजगाई आफ्नो नियन्त्रण बल लिने भरपुर प्रयास गरिरहेका छन्। ठाके खतिवडा जर्सी नम्बर 7 जर्सी नम्बर 13 ओपन सट ब्याक पास गर्ने प्रयास र बल अगाडि ड्रिबल गरेर लाने प्रयास, तर असफल भएका छन् भने जर्सी नम्बर 3 लाई पास। जर्सी नम्बर 3 राम्रो क्रस पास, तर डिफेन्ड नरेशले यसलाई विफल बनाइदिएका छन्। जर्सी नम्बर 16 वरलाउले टच इज टेकिङ बल। नाइस पास, एकदमै सुन्दर पास छ। उहाँहरूको पास बहुतै राम्रो छ, तर बलले पोस्ट चुम्न चाहिँ सकिरहेको छैन। समस्या हामी त्यसमा देख्छौँ। यति मिठो पास, यति राम्रो छ, एकदमै राम्रो सट, तर गोल हुन सकेन। अघि मैले भनेको छु ओम गौतम, अ वन्डरफुल किपर फ्रम कोलम्बस ओहायो। भेरी नाइस डिफेन्ड फ्रम। र यतिखेर कोलम्बस ओहायो बल तीव्र गतिमा अगाडि बढाउँदै लक्ष्मी सङ्ग्रौला जर्सी नम्बर 3 जर्सी नम्बर टेनिसका 3 ले यसलाई क्लियर गरेका छन् बललाई।
टेनेसी बल अगाडि बढाउने क्रममा एकदमै लामो प्रहार जर्सी नम्बर 16 वीरेन खड्का लभली पास टु जर्सी नम्बर 13 जर्सी नम्बर 13 एकदमै कुशल पास द्याट्स अ फल्ट कल बाई रेफ र यतिखेर प्लेयर्स थोरै उहाँको सम्भवतः लेगमा क्राम्प भएको हुनसक्छ र उहाँहरू प्लेयर्स स्विच गर्दै हुनुहुन्छ इट्स अ 40+ क्याटेगोरी गाइस दे क्यान स्विच द प्लेयर्स एज मच एज दे क्यान जर्सी नम्बर 7 टेनेसी बल अगाडि बढाउने क्रम मात्र सिधै किपरको हातमा बल रहेको छ कोलम्बस राम्रो खेल प्रदर्शन गर्दै यतिखेर 3-0 को अग्रतामा कोलम्बस ओहायो लक्ष्मी सङ्ग्रौला वान अफ द फाइनेस्ट लोन अफिसर फ्रम कोलम्बस ओहायो र राम्रो सक्कर प्लेयर्स हुनुहुन्छ तीव्र गतिमा अगाडि बढ्दै बलले नेट चुम्न सक्छ सक्दैन हेरौँ तर डिफेन्डर पनि त्यति कडा हुनुहुन्छ राम्ररी बललाई डिफेन्ड गरेर एकदमै राम्रो पास दिनुभएको छ जर्सी नम्बर 15 को खुट्टामा बल जर्सी नम्बर 15 फेरि पास टु जर्सी नम्बर 6 फेरि सेन्टरमा बल यतिखेर मैदानको मध्यभागमा बल जर्सी नम्बर 6 आफ्नो नियन्त्रणमा बल लिँदै राम्रो पास सुकमान सरलाई पास जर्सी नम्बर 15 आफ्नो नियन्त्रणमा बल लिन असफल तर फेरि जर्सी नम्बर 6 ले आफ्नो नियन्त्रणमा बल लिएका छन् जर्सी नम्बर 12 टेनेसी बल अगाडि बढाउँदै राम्रो पास तर सिधै वीरेन खड्काको खुट्टामा बल वीरेन खड्का वान अफ द फाइनेस्ट प्लेयर्स आई हेभ सिन एन्ड देन आई हेभ सिन हिम प्लेइङ आफ्टर अ लङ टाइम एन्ड हि इज स्टिल प्लेइङ लाइक हि युज टु प्ले बिफोर जर्सी नम्बर 13 बल अगाडि बढाउँदै ठाके कतिवटा बल राम्रो पास लक्ष्मी सङ्ग्रौला नेटमा बलले चुम्न सफल गोल एकदमै सुन्दर बल एकदमै सुन्दर गोल तर यसलाई सम्भवतः रेफ्रीले अफसाइड भएको सङ्केत दिएका छन् र यो गोल हुन सफल भएको छैन तपाईँ भर्खरै आएर टुर्नामेन्ट हेर्दै हुनुहुन्छ लाइभ स्ट्रिमिङ हेर्दै हुनुहुन्छ भने सिन्सिनेटी ओहायो यतिखेर रमाइलो भइरहेको छ इट्स अ स्पोर्ट मन्थ इन सिन्सिनेटी ओहायो धेरै टुर्नामेन्ट्सहरू धमाधम भइरहेका छन् फर्स्ट युनिटी कप सकियो ब्रदर्स प्रिमियर लिग क्रिकेट टुर्नामेन्ट सकियो अहिले तपाईँ ग्रेटर सिन्सिनेटी कप 2025 हेर्दै हुनुहुन्छ वीरेन खड्का एकदमै राम्रो पास जर्सी नम्बर 13 लाई In today's match, Viren Khadka have like 99.9% pass accuracy, so he haven't missed it. जसमा छ टेनेसीबाट बल अगाडि बनाउँदै राम्रो पास राम्रो रोक्नु सबल 3 नम्बर तपाईहरु फिल्ड 16 मा आफ्नो उपस्थिति जनाइदिनु होला झापा एफसी र सेनमर एफसी का सम्पूर्ण खेलाडी साथीहरु जो एक्जिबिसन म्याच खेल्दै हुनुहुन्छ यस खेल पछाडी फेरि पनि वीरेन खड्का आफ्नो हाइटको सदुपयोग गर्दै हेड गरेर बललाई क्लियर गरेका छन् मेम्बर्सका साथ उपस्थिति जनाइदिनु होला थ्यांक यू
सुन्दर र रोमाञ्चक खेल भइरहेको छ कोलम्बस भर्सेस मिनेसोटा टेनेसी 40+ प्लेयर्स क्याटेगोरी। यसलाई रेफ्रीले फल्टको सङ्केत दिएका छन्। मिनेसोटा टेनेसीबाट धेरै अनुभवी प्लेयर्सहरू तपाईँले यहाँ मञ्चमा प्राङ्गणमा देख्न सक्नुहुन्छ भने कोलम्बसबाट पनि त्यत्तिकै नाम चलेका खेलाडीहरू आफ्नो जवान त अहिले जवानै हुनुहुन्छ तर आफू 16, 17, 20 हुँदाखेरि चमत्कार देखाएका खेलाडीहरू तपाईँले देख्नुहुन्छ। तपाईँ वीरेन खड्का देख्नुहुन्छ, दोजी दुक्पादाई देख्नुहुन्छ, ठाके खतिवडा देख्नुहुन्छ, यहाँनिर तपाईँ रमेश पकवाललाई यहाँ देख्नुहुन्छ खेलमा। एकदमै कुशल प्लेयर्सहरू, लेजेन्डरी प्लेयर्सहरू हुनुहुन्छ र यी प्लेयर्सहरू हाम्रो मोटिभेसन्सहरू हुन्, हाम्रो युथहरूलाई मोटिभेट गर्नुहुन्छ। उहाँहरू अहिले पनि त्यत्तिकै उत्कृष्ट प्रदर्शन गरेर खेल्नुहुन्छ। चरण बजगाई एकदमै लङ क्रस पास तर बल बाहिरिएको छ। र यहाँनिर 16+ क्याटेगोरीको अर्को टुर्नामेन्ट, 30+ क्याटेगोरीको अर्को टुर्नामेन्ट र 40+ भेटरेन्सको अर्को टुर्नामेन्ट गरेर विभिन्न ग्राउन्डमा विभिन्न खेलहरू भइरहेका छन्। र क्वालिटी लाइफ विथ मल्टिपल डिफ्रेन्ट क्यामेरास एउटा मात्रै ग्राउन्डमा गर्न सम्भव भएर हामीले यो ग्राउन्डलाई जहाँ चाहिँ सेमी फाइनल्सहरू हुन्छ त्यसलाई हामी यहाँ लाइभ स्ट्रिमिङ कभरेज गरिरहेका छौँ। सुकमान राम्रो क्रस पास तर सिधै वीरेनको खुट्टामा, वीरेन दाई बललाई क्लियर गर्न असफल अहिले चाहिँ। तर डिफेन्समा श्याम बान्या त्यत्तिकै अग्रपन्थीमा छन् र क्लियर गरेका छन्। जर्सी नम्बर 16 बल अगाडि बढाउँदै राम्रो पास, जर्सी नम्बर 3 बल अगाडि बढाउँदा राम्रो क्रस पास तर सिधै किपरको हातमा बल पुगेको छ। जर्सी नम्बर 9 एकदमै राम्रो ड्रिब्लिङ गर्दै चरण बजगाईको खुट्टामा बल, चरण बजगाई बल अगाडि बढाउँदै राम्रो पास जर्सी नम्बर 7 लाई। जर्सी नम्बर 7 ठाके खतिवडा आफ्नो नियन्त्रणमा बल लिँदै जर्सी नम्बर 7 बल अगाडि बढाउँदै एकदमै कुशल खेलाडी, यहाँ चमत्कार देख्न सक्नुहुन्छ तपाईँले। एउटा कुशल खेलाडी हुनुहुन्छ। राम्रो पास चरण बजगाईलाई, चरण बजगाई शट but outside the post, so he was not able to score the goal, but it was a very good try and very good shot. झापा एफसी र सेनमर एफसी का सम्पूर्ण खेलाडी साथीहरू कृपया तपाईहरु फिल्ड 16 मा आफ्नो उपस्थिति जनाइदिनु होला। अहिले भइरहेको खेल अन्तिम चरणमा पुगेको छ, त्यसर्थ तपाईहरुको आफ्नो टिमलाई रेडी राखिदिनु होला। उम्पायरको फाइनल हुइसल सँगसँगै अहिले भएको सेमी फाइनल गेममा कोलम्बस ओहायो 3-0 को अग्रताले विजयी हुन सफल र उहाँहरू फाइनलमा पुग्नु भएको छ। Thank you for watching live streaming. We'll come back with the live streaming support the next match.